हरेक प्रतिस्पर्धात्मक परीक्षामा सोधिरहने मदन पुरस्कार सम्बन्धी पछिल्लो विजेताहरूको विशेष जानकारी लिएर उपस्थित भएको छु। यहाँ 2070 देखि 80 सम्मको विजेताहरू रहनुभएको छ। म क्रमैसँग उहाँहरूको नाम पढ्दै जानेछु। अब पछिल्लो चरणमा 2080 मा मोहन मैनालीको मुकाम रणमैदान मुकाम रणमैदान भन्ने कृति मोहन मैनालीको कृतिले प्राप्त गरेको छ। त्यसैगरी 2079 मा विवेक ओझा ऐठन उपन्यास विवेक ओझाको ऐठन। त्यसैगरी 2078 मा नवराज लम्साल अग्नि। त्यसैगरी 2077 मा भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्मत 1719 देखि 2020 भनेर लेखिएको कृतिले प्राप्त गरेको छ भने 2076 मा चन्द्रप्रकाश बानियाको कृति महारानीले प्राप्त गरेको छ 2076 मा। त्यसैगरी 2075 मा योगेश राजको कृति रणहारले प्राप्त गर्यो। 2074 मा नीलम कार्की निहारिकाको कृति योगमाया। त्यसैगरी 2073 मा घनश्याम कणेलको धृतराष्ट्र पद्यकाव्यले प्राप्त गरेको थियो भने 2072 मा रामलाल जोशीको ऐना कृतिले मदन पुरस्कार प्राप्त गरेको थियो। त्यसैगरी 2071 मा विजय कुमार पाण्डेको खुसीले मदन पुरस्कार पाउन सफल भएको थियो भने 2070 मा राधा पौडेलको खलङ्गामा हमला कृतिले मदन पुरस्कार प्राप्त गरेको थियो। भनेपछि अब कहिलेकाहीँ यो जोडा मिलाउन आउन सक्छ। त्यसको लागि चाहिँ हामीलाई पछिल्लो 3-4 वटा चाहिँ कम्तीमा चाहिँ याद हुनुपर्छ। जस्तो मोहन मैनाली 80, विवेक ओझा 79, नवराज लम्साल 78, भगिराज इङनाम 77 यति चाहिँ याद गर्नुहोला। मोबिन भनेर 3टा सम्झिनु न। मोबिन भनेर सम्झ्यो भने भइहाल्यो है। 80, 79, मोबिन भछ भनेर सम्झ्यो भने ठ्याक्क 76 सम्मको भइहाल्छ। अनि त्यसपछि मुकाम रणमैदान ऐठन अग्नि यो चाहिँ सम्झिनुलाई हामीले एउटा आफ्नै लिङ्क बनाउन सक्यो भने एकदमै सजिलो हुन्छ।